to my channel. आज चाहिँ हामी PBS थर्ड इयरको ट्याक्सेसनबाट इन्कम फ्रम इन्भेस्टमेन्टको 2080 को क्वेसन सल्युसन गर्न गइरहेको छ। ल फर्स्ट अफ अल चाहिँ हामीलाई यहाँनिर क्याल्कुलेसन अफ एसेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट अफ सुसन फर द प्रिभियस इन्कम इयर भनेर लेख्नु पर्यो। यसको फर्मेट भनेको पार्टिकुलर अमाउन्ट हुन्छ। अब हाम्रो क्वेसनमा के दिएको छ भन्दाखेरि रेन्ट फ्रम नेचुरल रिसोर्स आफ्टर TDS। अब यो नेचुरल रिसोर्स भनेको हाम्रो इन्भेस्टमेन्टमा राख्नुपर्छ। आफ्टर TDS भनेको छ नेचुरल रिसोर्समा TDS 15% लाग्छ। सो रेन्ट फ्रम नेचुरल रिसोर्स हाम्रो कति दिएको छ त नेचुरल रिसोर्स भनेर 5,10,000 दिएको छ। 5,10,000 को 15% 85 into 100 गरेर निकाल्नु पर्यो। अर्को भनेको हाम्रो कन्सल्टेसन फी रिसिभ आफ्टर TDS भनेको छ। यो पनि हाम्रो जान्छ कन्सल्टेसन फी रिसिभ, यो पनि आफ्टर TDS भनेको छ 1,70,000 छ। आफ्टर TDS भनेको चाहिँ यो पनि 85 to 100 हुन्छ। अनि क्याजुअल इन्कम भनेको हामी जाँदैन इन्भेस्टमेन्टमा। गिफ्ट रिसिभ इन रेस्पेक्ट अफ इन्भेस्टमेन्ट हामी के गरिरहेको हो त इन्भेस्टमेन्टको गरिरहेको भएर गिफ्ट रिसिभ फ्रम इन्भेस्टमेन्ट भने चाहिँ यो जान्छ। गिफ्ट रिसिभ्ड हामीलाई कति दिएछ त 1 लाख दिएछ। बर्थडे गिफ्ट रिसिभ भनेको छ त्यो चाहिँ हाम्रो इन्भेस्टमेन्टमा जाँदैन। डिभिडेन्ड रिसिभ फरेन एन्ड इन्भेस्टमेन्ट डोमेस्टिक कन्ट्री, यसमा चाहिँ हाम्रो फरेन इन्भेस्टमेन्ट मात्र जान्छ डिभिडेन्डको। सो डिभिडेन्ड रिसिभ्ड फरेन कन्ट्रीबाट आएको मात्र जाने भएकोले हाम्रो कति दिएछ त फरेनमा 50,000। अर्को हाउस रेन्ट भनेको हाम्रो इन्डिभिजुअल भएकोले यो जाँदैन। अनि रेन्ट रिसिभ फ्रम प्लान्ट एन्ड मेसिनरी आफ्टर TDS भनेको छ यो जान्छ। रेन्ट रिसिभ्ड फ्रम प्लान्ट एन्ड मेसिनरी आफ्टर TDS भनेको छ यो प्लान्ट एन्ड मेसिनरीको आफ्टर TDS भनेको 10% मात्र हुन्छ। त्यसैले 90,000 डिभाइडेड बाई 90 into 100 गरेर यसरी गर्न सकिन्छ। गेन अन सेल्स अफ ब्याक एन्ड एग्रिकल्चर ल्यान्ड भनेको हामीले हुन्छ गेन अन सेल्स अफ ब्याक एन्ड एग्रिकल्चर ल्यान्ड दिएछ कति दिएछ त 1 लाख। इन्ट्रेस्ट रिसिभ फ्रम ब्याङ्क डिपोजिट त्यो भनेको हाम्रो जाँदैन। यो विथहोल्डिङ भएर जाँदैन है, फाइनल विथहोल्डिङ भएर। इन्ट्रेस्ट रिसिभ फ्रम इन्डिजिनियस ब्याङ्कर्स यो भने चाहिँ हाम्रो जान्छ। इन्ट्रेस्ट रिसिभ्ड फ्रम इन्डिजिनियस ब्याङ्कर्स कति दिएछ त 50,000। यसो त हाम्रो ग्रोस इन्कम फ्रम इन्भेस्टमेन्ट भनेर निक्लिन्छ। अब हाम्रो यहाँ टोटल पहिला क्याल्कुलेसन गर्नु पर्यो। 5,10,000 डिभाइडेड बाई 85 into 100 गर्दा हाम्रो आउँछ 6 लाख
अनि 1,70,000 divided by 85 into 100 गर्दा हाम्रो आउँछ 2 लाख। अनि 9 लाख हुन्छ। 1 2 3 4 9 लाख भने चाहिँ हाम्रो टोटल गर्नु पर्यो 6 7 8 9 9,50,000 प्लस 9 लाख प्लस यो भनेको कति एग्रिकल्चरको 1 लाख थियो 1 2 3 4 1 लाख 50,000 गर्दाखेरि हाम्रो एकछिन है कहाँ मिस्टेक भएछ 6 लाख प्लस 2 लाख प्लस 1 लाख प्लस 50,000 प्लस 90 divided 90 into 100 ओके सरी यहाँ मिस्टेक चाहिँ भएछ 1 लाख हुन्छ 6 7 8 9 10 लाख 11 12 लाख हुन्छ यहाँ 12 लाख 12 लाख यसपछि हामी के गर्छ लेस अलाउएबल डिडक्सन माथि जुन एड गरेछ त्यसको वाला मात्र डिडक्सन गर्न मिल्छ। यहाँ के दिएको छ कलेक्सन चार्ज रिलेटेड विथ नेचुरल रिसोर्स जुन चाहिँ हामीले माथि इन्कममा एड गरेछ भने चाहिँ यो लेस गर्न मिल्छ। नेचुरल रिसोर्सको चाहिँ चार्ज लागेछ कलेक्सन चार्ज नेचुरल रिसोर्स भनेर लेखौँ है रिसोर्स कति लागेछ त हाम्रो 3,000 1 month equal commission paid to agent from natural resource अब यहाँनिर चाहिँ नेचुरल रिसोर्सको कमिसन दियो अरे पेड गर्यो भने चाहिँ कमिसन पेड के को त नेचुरल रिसोर्स हाम्रो कति छ यहाँ नेचुरल रिसोर्सको 6 लाख छ 6 लाखको 1 मन्थको भनेपछि 6 लाख 1 मन्थ निकाल्नु पर्यो डिभाइड बाई 12 गर्दा हाम्रो 50,000 आउँछ। अनि अर्को क्वेसनमा के छ अदर अलाउएबल इन्भेस्टमेन्ट रिलेटेड एक्सपेन्सेस भनेको छ अदर एक्सपेन्सेस कति छ त अदर एक्सपेन्सेस 45,000 that's 45,000 that's on लाइफ इन्सुरेन्स प्रिमियम भनेको हाम्रो तल ट्याक्सेबल इन्कममा जान्छ सो यति हो 98,000 यसबाट हाम्रो एसेसेबल इन्कम फ्रम के को गरिरहेको त हामी इन्भेस्टमेन्ट यसमा यो घटाउनु पर्यो 12 लाखमा 98,000 घटाउँदा 11 लाख 11,02,000 आउँछ होला 11,02,000 यो फर्स्ट भयो। अब अर्को हाम्रो के निकाल्नु भने चाहिँ स्टेटमेन्ट अफ टोटल ट्याक्सेबल इन्कम निकाल्नु भनेको छ टोटल ट्याक्सेबल इन्कम निकाल्नु भने यहाँ पछाडि गरिदिन्छु। अब हाम्रो के निकाल्नु पर्ने हो त बीमा स्टेटमेन्ट अफ टोटल ट्याक्सेबल इन्कम
particular amount एउटा अमाउन्ट लेखिन्छ अमाउन्ट गरेर लेखिदिए ओके अब हाम्रो यहाँ फर्स्टमा भनेर accessible income from investment कति आएको थियो हाम्रो भर्खरै 11,02,000 आएको थियो है 11,02,000 सरी यहाँ लेखिदिन्छु 11,02,000 आएको थियो अनि हाम्रो अरूमा जाने दिएको छ त बिजनेसमा जाने नि दिएको छैन इम्प्लोयमेन्टमा जाने नि दिएको छैन भनेपछि accessible income from business accessible income from employment डेटा छैन भने चाहिँ यहाँ नील गरेर लेख्नु पर्यो हाम्रो टोटल कति हुन्छ त हाम्रो टोटल 11,02,000 यसलाई भन्छ टोटल accessible income यो अमाउन्ट एउटा मात्र गरिदिन्छ अनि अर्को हाम्रो लेस अब इन्कम आएपछि त डिडक्सन गर्नु पर्यो लेस allowable डिडक्सन भनेर के छ यसमा के दिएको छ त लेस allowable डिडक्सनमा डोनेसनहरु के दिएको छ त डोनेसन नि छैन रिटायरमेन्ट फन्ड पनि छैन है के पनि दिएको छैन भनेपछि हामी यहाँनिर लाइफ इन्स्योरेन्स प्रिमियम दिएको छ लाइफ इन्स्योरेन्स प्रिमियम पर मन्थ 3,000 भनेको छ हामी त यो इयरली मात्र गरिरहेको हो नि त अनि यहाँ लेख्नु पर्यो एक्चुअलमा हाम्रो कति हुन्छ त कति दिएको छ 3 लाख के 3,000 दिएको छ यो पर मन्थ भनेपछि 12 ले मल्टिप्लाई गरेर 36,000 चाहिँ हाम्रो चाहिँ एक्चुअलमा दिएको छ अनि लाइफ इन्स्योरेन्सको म्याक्सिमम भनेको चाहिँ 40,000 हुन्छ म्याक्सिमम लिमिट 40,000 हुन्छ अनि यहाँ जुन चाहिँ सानो छ त्यही लेख्ने हो कुन 40,000 सानो कि 36,000 सानो छ त्यसैले 36,000 माइनस गर्ने अरु के पनि दिएको छैन डिडक्सनमा सो त्यही डिडक्ट गर्नु पर्यो 11,000 माइनस 32,000 गर्दा 10,66,000 जुन चाहिँ हाम्रो टोटल taxable income जुन चाहिँ हामीलाई यति मात्र सोधेछ सो यसको क्वेशन चाहिँ अलि दिएन होला क्वेशन चाहिँ